तपाईको हस्बेन्ड विदेश जान्छ पैसा कमाउनको लागि, तब तपाईको हातमा केही नगरिकन महिनाको नआएको पनि 30,000 आउँछ। त्यो बेलामा तपाईँ त्यो पैसालाई के गर्नुहुन्छ? तपाईको पैसामा म्यानेजमेन्ट गर्ने आदत छैन भने नि तपाईलाई पैसाले बर्बाद पारिदिन्छ। सामु पापले भन्नुहुन्थ्यो, उहाँको साथीले भन्नुभयो, सामुएल जबसम्म गोजीमा पैसा थिएन मैले रक्सी कहिले खाइनँ, तर जब गोजीमा पैसा आयो मलाई महँगो ब्रान्डको विस्की खान मन लाग्यो। त्यही सुन्नुहोस्, आज आत्मिकी नहुने विश्वासीहरू चाहिँ नि पैसाले नष्ट हुन्छ। अनि उसको हस्बेन्ड विदेशमा महिनाको 30,000 अथवा 25,000 अथवा 35,000 पठाइदिन्थ्यो। अब उसले के गर्ने? घरमा बसी टिभी हेरी पैसा आइहाल्छ। उसले केटा खेलाउन थाल्यो। अब लग्न पर्यो, अर्काको आफ्नै साथीको हस्बेन्डसँग उसको सम्बन्ध हुन थाल्यो, उसको बेविचार हुन थाल्यो। अब उसको साथीको हस्बेन्ड, साथीले पनि थाहा पायो, अब साथीको हस्बेन्ड त्यो केटी बिना बाँच्न नसक्ने भयो। अन्तिममा के गर्यो? त्यो दिन भेट्नु आयो त्यो केटीको घरमा। अन्तिममा त्यो केटी सायद बाहिर गएको थियो होला, त्यो केटा उसकै कोठामा झुन्डिदियो। किनभने अब त तिमीलाई माया गर्छु, अब तिम्रो मेरो त बेविचार भइसकेको छ। मैले अब उसलाई त मर्नु भएन, जोड्ने रहेछ घरमा मान्छे। अब के भन्ने? समाजलाई के भन्ने? साथीलाई के भन्ने? हस्बेन्डलाई के भन्ने? बच्चालाई के भन्ने?